नाखान बस्नु No, 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 no. हेलो गुड मर्निङ साथीहरू सबैजना गुड मर्निङ। सो आज मेरो स्कुल बिदा छ होइन साथीहरू, आज मेरो बिदा छ र आज चाहिँ शनिबार हो साथीहरू होइन। अनि शनिबारको के दिन थियो भने अब शनिबारको मेरो आज धेरै काम छ साथीहरू होइन। अनि कामको लागि तयारी गर्दैछु। अनि म बिहानै उठेर म बारी खनेको साथीहरू, यहाँ बारी हेर्नु त, बारी यति खनेर मेरो टाइम 10 बजिसक्यो होइन टाइम। अनि म बिहानै उठेर 7 बजी 7:30 बजी उठेर अनि म बारीमा खन्नु गएँ। त्यसपछि मैले भिडियो बनाउन सकिनँ किनभने मैले भिडियो बनाउनुको लागि टाइम चार्जै थिएन होइन, चार्ज बिहानभरि गरेको थियो साथीहरू होइन। अनि के अरे पिन्डालुहरू सबै खन्यो अनि त्यस पछाडि निकालेर पिन्डालु अनि पिन्डालु निकालेर यति निकाल्यो होइन। अनि पिन्डालु निकालेपछि हामी पकाएर खान्छौँ अब भरे दिउँसोतिर होइन साथीहरू। अनि मेरो काम चाहिँ के छ भने अब म खाना खान्छु अनि त्यस पछाडि खाना खाए पछाडि मेरो कोदो धुनुपर्ने काम चाहिँ छ है साथीहरू। मेरो कोदो धुनुपर्ने अब यति कोदो धुइसके पछाडि म हटिसकेँ साथीहरू होइन। अनि म अब खाना खान्छु अनि त्यस पछाडि खाना खाएपछि मेरो के काम हुन्छ तपाईँहरूले सबै देखाउँछु है त। यो भिडियो सुरु है, अहिले म खाना खान जान्छु है त साथीहरू। ल अब मलाई एकदम भोक लाग्यो किनभने मैले अनि बिहानदेखि काम गरेको अनि भिडियो बनाउन सकिनँ। अनि चार्ज थिएन भेटी अनि त्यही भएर भेटी नभएपछि अब मैले चार्जतिर त्यत्रो चार्ज गऱ्यो अनि त्यस पछाडि चार्ज बल्ल 100% भयो चार्ज। अनि त्यस पछाडि मैले भिडियो बनाउनु सुरु गरेको है साथीहरू। अब म भात खान्छु है त साथीहरू, भोक लाग्यो अब बिहानदेखि काम गरेको। सो मेरो मम्मीले खाना बिहानदेखि पकाउनु भयो, मम्मी पनि यता हुनुहुन्छ, मेरो मम्मी सुन्तला खानुहुन्छ। मम्मी ठिक छ, आरामै हुन्छ मम्मी? एकदम आरामै छु, यहाँ पिन्डालो खाँदै सुन्तला खाँदै। ल मेरो मम्मी त अब बिहानै उठेर ल मम्मीले खाना खायो भन्दैछ मलाई त, म खाना खान्छु अब म खाना खान्छु साथीहरू। अब खानको लागि अब खाना खानु हुँदैछु है साथीहरू। अब खाना के छ भनेपछि मम्मीले के पकाउनु भएछ भने है त भात अचार। यो अचार के हो भने टमाटरको आफ्नो बारीको टमाटर हुन्छ नि, डल्लो खालको रातो हुन्छ, त्यो अचार बनाएको। अनि यो मासु अनि यो चाहिँ साग अनि यति हो। मम्मीले खाना पकाइदिनु भएको। अब म खाना खान्छु त्यस पछाडि काम गर्छु है त साथीहरू। ल सुरु है त साथीहरू, अब म खाना खान्छु है त साथीहरू, भोक लाग्यो एकदमै। बिहालाई भोक लागेको छ साथीहरू, भात पिलाउँदा मलाई त एकदम मिठो लाग्छ मम्मीले भोक लागेपछि मिठो भइहाल्छ साथीहरू। हुन्छ त्यो डम्डा मिठो। बिहानदेखि गर्नु काम गरेर भोक लाग्यो। म त बिहानै खाजा केही नखाएर बारीमा गएको अनि काम गर्दै खाएको। बिहान म त खाजा खाँदैन के भएको यस्तै हो मेरो यस्तो। बिहानै म खाजा खाँदैन, कोही बेला म खान्छु कि खाजा, अनि बिहान चाहिँ खाँदिनँ, मेरो टाइम खाने बानी हुँदैन छ। अनि खाजा नखाएर भरे काम गरिसकेपछि भोक लागेपछि मात्रै त्यति खानु सक्छु कि। सो साथीहरू आज त म खाना खाइसकेँ। आज मैले खाना टन्नै खाएँ अगाएँ। अब मम्मी मेरो काम त कति धेरै दिनुहुन्छ है तपाईँले त मलाई छुट्टी भएपछि होइन। अनि काम नगरे हुन्छ त? यस्तै भन्नुहुन्छ नि त, जतिखेर काम देख्छ त्यतिखेर काम लगाएको हुन्छ क्या स्कुल छुट्टी बिदा भएपछि शनिबारमा। भात नखाइकन बस्नु मम्मी मासिङ लाग्यो, भात नखाइकन बस्नु मम्मी मासिङ लाग्यो। No, 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 no. एकदम मार्की लागेको छ मलाई। आज त बादल कुनै आएको छैन, हेर्नु न काम कस्तो दामी लागेर चाहिँ काम एकदम बाबा छ। अब त मेरो काम सुरु हो है साथीहरू। अब चाहिँ म काम गर्नु जान्छु है त साथीहरू। ल साथीहरू मेरो काम
आज चाहिँ मैले कोदो दुइसक्यो साथीहरू होइन। सो मैले आज त कोदो दुइसक्यो हेर्नुहोस् है ल। यति दुई है यो धुक्रोमा आधी भयो होइन, तर बोरी छ तर आधी मात्र दुई है, आधी मात्र कोदो बिजाइदिनु भयो मम्मीले। सो आज चाहिँ मेरो यति काम सक्यो है साथीहरू। मैले कोदो कति पोखाएँ त्यो देखाइदिन्छु है त साथीहरू। कोदो यति पोखेछ, यहाँ पनि पोखाएछ। मम्मीले थाहा नपाई अहिले मम्मीले देख्नुभयो भने मार्छ मलाई त। जानी पुग्छ क्या यो पानी अब बिजायो भने। अनि खनाउँदाखेरि पानी एकदम खनाएपछि पानी के अरे कोदो पोखिहाल्छ नि त होइन। जानी भयो तर मैले गन्ती गरेको होइन, यो कोदो आफै जाने भयो। आज चाहिँ पानी धारा पानी आएन, ट्याङ्की पानी सकिन्छ साथीहरू होइन। सो ट्याङ्की पानी सक्यो, त्यस पछाडि ट्याङ्की पानी सकेपछि आज मेरो बल्ल बल्ल काम सक्यो। अब मैले कोदो दुइसक्यो। अब कोदो दुइसकेपछि अब आराम गर्नु पर्यो नि त होइन साथीहरू। एकदम कम्बर दुखेको छ मलाई कोदो दुहेर। अब म के छैन, अब सुन्तला खान्छु अब साथीहरू। अब सुन्तला खाने, सुन्तला केलाएर छु साथी। अब सुन्तला खाने। एकदम घाम पनि लाग्यो, घाममा खाँदै सुन्तला खाने हो साथीहरू। मेरो यही काम गरेको। यो सुन्तला धेरै कुल्ले रहेछ साथीहरू। अमिलो खासै छैन यो। सुन्तला धेर खायो अगायो। सुन्तला दुईटा ल्याएको छ कि मैले, अनि एउटा खाएँ तर सुन्तला दुईटा खान सक्दिनँ, एउटा भयो पुग्छ मलाई। अब सुन्तला खायो होइन साथीहरू। अब काम चाहिँ के छ भने म टाउको नुहाउने छ साथीहरू। मेरो काम सक्यो, अरू के छैन। आज त मैले टाउको नुहाइसकेँ होइन, एकदम चाँडो भएको छ। अनि म अहिले काममा बसेको छु। काम पनि यति माथि पुगिसक्यो। सो आज म काममा बसेको छु। यत्तिकै एउटा आन्टीको घर जाँदैछु होइन। आन्टीले मलाई बोलाउनु भएको छ, म अब उखु लिन जाँदैछु है साथीहरू। सो म अब एक्लै छु घरमा, मम्मी उता जानुभएको छ साथीको घरमा। अनि अब म आन्टीले मलाई उखु खान आइज भनेको थियो, अनि मलाई भेट्नुभयो। अनि त्यसैले म उखु टिप्नु जाँदैछु साथीहरू। अब उखु खानु लागि जाँदैछु साथीहरू। अब नुगा लगाइसक्यो, चुटिक्क भइसक्यो। अब त म जाँदैछु है साथीहरू, अब उखु लिनु। त्यही भएर साथीहरू ल त अब म बाटो लागेको साथीहरू उखु ल्याउनु। आन्टीको घर आइपुग्यो या साथी हो। एउटा सानो घर छ, त्यही घर पुग्न आँटेको छ है साथीहरू। अब उखु लिएर आउँछु है त। आन्टीको घर आइपुग्यो है साथी। आन्टी कता हुनुहुन्छ? मलाई अघि बोलाउनु भएको छ क्या त गएछ। लुगा धुँदै हो? एक्लै? अनि तपाईँहरू दुई जानुभयो त नि। अनि उखु त छिप्यो त नि? ऊ काटिरहेको छ कि नै? मलाई त आजीले उखु काटेर राखेको रहेछ साथीहरू। ल मान्छे यहाँ नुहाउनु भनिरहेको छ अहिले। ल राम्रो उखु काटेर हेर्न यति धेरै दएर पारेछ हो आजीले त। अलि छिपेको जस्तो रहेछ ल। ल ओइ त लगेर मामालाई नि दिए ल। ल हुन्छ ल त म गएको ल। ओइ अलि छिपेको मिठो हुन्छ, यो त कलिलो छ। हुन्छ हस् ल साथीहरू। आज त मलाई अजीले त आन्टीले त मलाई उखु दिनुभएको छ होइन। अब उखु लगेर घरमा खाने डक्कले। ल त साथीहरू अब म यो घर लगेर जाँदैछु है साथीहरू। मलाई उखु 3टा दिनुभएको छ त्यत्तिकै। ल
ल त साथीहरू अब म जानेछु है त साथीहरू। आज त मलाई उखु दिइसकेको थियो तर आन्टीले र म घर आइसकेँ उखु लिएर होइन। यहाँ चाहिँ उखु होइन। अबले काममा बसेर यस्तो गुलियो हुन्छ कि हेर्नु होला साथीहरू। म उखु खान्छ है त। हाम्रो गाउँमा यस्तो उखु फलाउँछ है, यस्तो बोट हुन्छ, यस्तो उखु हुन्छ है साथीहरू। अनि उताको मान्छेहरूले उखु पाल्छ नि तर अर्कै खालको हुन्छ यो उखु, छुट्टै हुन्छ होइन। हामीले त यस्तो गाउँको रोप्छ नि यस्तो यस्तो फल्छ यो उखु त सिङ्गलको जस्तै हुन्छ होइन। अब यसलाई त मजाले खाने हो क्या साथीहरू। उखु खाँदैछु है त। यो गाउँको यस्तो हुन्छ है, यो यस्तो सिङ्गलको त के अरे उखु मगाएको जस्तो पारे जस्तो पर्छ है साथी। आमा तातो राम्रो हुन्छ यो उखुलाई। यो उखु एकदम राम्रो हुन्छ है साथीहरू। र मलाई यो दात चबाउन गरेर खत्तमै भयो। ल अब उखु चाहिँ खाए पुग्यो तर होइन साथीहरू। मैले यति खाएँ, यति खाए पछाडि पुग्यो अब मलाई त उखु है साथीहरू। मैले शनिबार सधैँतिर भिडियो बनाउँछु होइन। अनि सोमबार मङ्गलबार केही दिन चाहिँ बनाउँदिनँ किनभने स्कुल लाग्छ अनि स्कुल जानुपर्छ होइन म। अनि मैले भिडियो खासै बनाउँदिनँ धेरै अनि त्यही भएर अनि केही दिन सोमबार मङ्गलबार केही दिन बिदा छ भने त्यही दिन चाहिँ भिडियो बनाउँछ मैले कहिले कहिले होइन। अनि मैले भिडियो बनाउनु भ्याउँदैन अनि त्यसैले हो क्या साथीहरू होइन। आजको भिडियो यति हो, सबैजनाले हेर्नु होला। ल मेरो लाइक सब्सक्राइब युट्युब च्यानलले नयाँ च्यानलले गरिदिनु होला सबैजनालाई होइन। अनि यति भन्नु चाहन्छु कि यही कुराहरूले अनि अर्को पाठ भेटौँ है त शनिबार दिन। ल त साथीहरू म शनिबारको दिन हाल्छु है त साथीहरू। शनिबारको टाइममा मात्र हाल्छु म है त साथीहरू। बाई बाई सबजनालाई।